चुनावको माहौल तातिरहेको छ। प्रचार प्रसार निकै तीव्र पारेका छन् नेताहरूले। त्यस्तै क्रममा चाहिँ रुकुम पूर्वमा प्रचण्ड घर दैलो कार्यक्रममा हिँडिराख्दाखेरि प्रचण्डले चाहिँ घरमा कुनै एक पसलमा चाहिँ दुध खानुहुन्छ, केही खानेकुरा खानुहुन्छ, आफूले खाएको पैसा आफै तिर्नुहुन्छ। त्यसपछि एकाएक प्रचण्डका ती पोस्टहरू, ती फोटोहरू एकाएक चाहिँ सामाजिक सञ्जालभरि छरिन्छन्। प्रचण्डले आफूले खाएको पैसा आफै तिर्नुभयो। प्रचण्डले खाएपछि प्रचण्डले नतिरेर कसले तिर्ने त? जसले खायो त्यसले तिर्नु परेन, होइन? हिजो दण्डकाल जस्तो हो र गाउँमा गएर ल एउटा घरमा गएर ल 4 जनालाई खाना बनाइदियो, अर्को घरमा गएर 2 जनालाई खाना बनाइदियो, खाना नदे समातेर लान्छौँ, काट्छौँ, मार्छौँ, होइन? ती दण्डकाल होइन नि यो, तिर्नु परेन पैसा। दण्डकालमा जस्तो खाना बनाउँछस् कि 4 जनालाई 5 जनालाई खाना बनाउँछस् कि भनेर आफ्नो कार्यकर्ता गाउँभरि लगेर छोडिदिने, अनि एक घरमा 4 जना 5 जना गरेर खाना बनाएर दे, खुवा भने धम्काउने, नदिनेलाई चाहिँ मारिदिने, होइन? त्यो जमाना त गयो त अहिले, होइन? तिर्नु परेन पैसा। त्यही तिमीहरू चाहिँ 1 गिलास दुधको पैसा तिरेको मात्र देखाएको छ, होइन? प्रचण्डले दण्डकालमा रोल्पा रुकुममा कति खाछन्? अनि फेरि प्रचण्डले मात्र कति खायो होला भन्नु होला। प्रचण्डका आउरे बाउरे, होइन, कार्यकर्ताहरूले गएर घरमा खाने चामल पिठो छैन, तिनका कार्यकर्तालाई खुवाउनु पर्थ्यो। त्यस्तो अवस्थाबाट आएका प्रचण्ड हुन्। अहिलेको अवस्था हेर प्रचण्डको, त्यो बेलाको अवस्था हेर। अहिले चाहिँ धेरै प्रचण्डका गुणगानहरू धेरै नगाऊ तिमीहरूले, होइन? म यही भन्छु। प्रचण्डको बारेमा अरू बुझ्नु छ भने मलाई बुझ्नुहोस्, मलाई भन्नुहोस्। होइन भने प्रचण्डले दण्डकालमा प्रचण्ड स्वयं व्यक्तिले गरेनन् होला, उहाँका कार्यकर्ताहरूले गाउँ गाउँमा गएर खाना नदिएको न्युमा कतिलाई कुटपिट गर्नु भएको छ, कतिलाई बन्धक बनाउनु भएको छ, कतिलाई चाहिँ लगेर मार्नु पनि भएको छ। अनि खाना नदिएको न्युमा घरमा नारा मेटाएको भरमा गोली हानेर मार्नु भएको छ। उहाँहरूले घरमा घर जलाइदिनु भएको छ। उहाँहरूले राति नारा लेख्ने, सेना बिहान आएर नारा किन लेखिस् भनेर जनतालाई दुःख दिने, अनि जनताहरूले त्यो नारा मेटाउनु परेन? त्यही नारा किन मेटाइस् भनेर फेरि माओवादी कार्यकर्ताहरूले घर जलाइदिने, गोली हानेर मार्ने सम्म गरेका छन्। त्यो सबै कुरा छोडिदिउँ। तपाईँहरूले अहिले यो प्रचण्डले 1 गिलास दुधको पैसा आफैले तिर्यो भनेर धेरै बकबक नगर्नुहोस्। प्रचण्डले रोल्पा रुकुमलाई धेरै तिर्नु छ, धेरै। तर रोल्पाबाट चुनाव जितेर रोल्पा फर्केर गएनन् प्रचण्डमा आफू लुकेर बसेको दुलो बिर्सिनु भएको छ उहाँले। प्रचण्ड रोल्पामा कति लुकेर बस्नुभयो दण्डकालमा, कहाँ बस्नुभयो, कुन ठाउँमा बस्नुभयो त्यो हामीलाई एक थाहा छ। तर पनि प्रचण्डले अहिले आएर रोल्पालाई बिर्सिनु भएको छ। अब रुकुम जानुभएको छ, रुकुमलाई पनि चुनाव जितेपछि बिर्सिने नै हुन्। त्यसकारण रुकुमले अहिले चुनाव जिताएर पठाउनुहोस्, भोलि पर्सि थाहा पाउनुहुन्छ मक्क पर्नुभयो अहिले त हाम्रो नेता आउनुभयो, सर्वहारा वर्गको नेता आउनुभयो भन्ने भइरहेको छ, होइन? तपाईँहरूको सर्वहारा वर्गको नेताले भोलि देखाइदिनुहुन्छ, अनि हेर्नुहुन्छ त्यति बेला। हामी हेरिसक्यो, रोल्पाले जिताएर पठाएकै हो, रोल्पाले अहिले हेरिसक्यो प्रचण्ड कस्तो भने हेरेको हेरि भयो, होइन? अहिले त्यो भिडियो हेरिरहेको छ प्रचण्डले चाहिँ रुकुम पूर्वमा गएर 1 गिलास दुध खाएको, अनि त्यो दुधको पैसा तिरेको, अनि सर्वहारा वर्ग नेता, होइन? अब त्यही भिडियो हेर्ने पछि उसले रुकुम पूर्वले नि। त्यसकारण जनताले बुझ्न जरुरी छ को कस्तो भनेर। हिजो रोल्पा, गोर्खा, चितवन, काठमाडौँ जित्दै गर्दा त्यो ठाउँमा के गरे प्रचण्डले, अर्कोचोटि त्यो ठाउँमा किन उठेनन्, होइन? अहिले यसपटक किन त्यही ठाउँमा फेरि किन गएनन्, होइन? त्यो बुझ्न जरुरी छ रुकुम पूर्वका जनताहरूले। बाँकी जसलाई जिताउनुहोस्, जे गर्नुहोस्, तपाईँको आफ्नो इच्छा, स्वतन्त्रता हो। यहाँ कसैले करकाप र कसैले बाध्यतामा पार्न हुँदैन। र अर्को कुरा भनेको अहिले 1000को नोट र ले चाहिँ चुनाव परिवर्तन गर्नु होला, मतदाता नेता परिवर्तन गर्नु होला। तर भोलि गएर
हजार होइन जिन्दगीभरि फेरि दुःख पाउनु होला। फेरि एक दिनको मासु भातले मजाले पारेर फेरि अर्को दिन भोट हाल्नु होला, जिन्दगीभरि भोकै बस्नु होला। त्यसकारण धेरै कुराहरू ख्याल गर्नुहोस् यसपटक चुनावमा।